एउटा कन्दै छ त्यो उयो दाल त नगले छिर्दैछ असिन पसिन भइन्छ केटालाई हेर यस्तो तेर्सिनुपर्छ सर्लक्क लाग्यो भाइरल हुनु मन छ मेरो भिडियो खिच्छ अब यो भाइरल हुन्छ गाइज भाइरल हुन्छ यो चाहिँ भाइरल हुन्छ बिस्तारै आइज भाइ के गर्नु मेरो अघि हालत त्यस्तै भइदियो अलिकति बाइक छ ओहो के हो यो सागर त माथिबाट गइरहेछ त हौ त्यताबाट ढुङ्गा लड्दाखेरि ओ बाप्रे यस्तरी जानुपर्छ अनिखेरि कहाँबाट यार बब्बाल यहाँ 7 तला रहेछ है यहाँ चाहिँ 7 तला लैन भाइ 6-7 तला यहाँ भन्दा हुँदैन रहेछ तल अब हामी यहाँबाट चाहिँ मेन जङ्सनबाट जाँदैछौँ खतरा छ यहाँ सानोतिनो मुटुल चाहिँ आउनु सक्दैन ल यस्तो गुफाभित्र ल बब्बाल छ बब्बाल यो चाहिँ डेन्जर सुस्पा छिमतीको गुफा भन्छ यसलाई चाहिँ खासै यसको गुफाको नाम चाहिँ थाहा भएन छिमती गुफा भनौँ बिस्तारी जा भाइ बिस्तारी जा लडास खतरा छ ठाउँ चाहिँ है बाफ्रे चेप यताबाट नि रहेछ यहाँबाट माथि आउने होइन ओ बाख्रे यस्तै पुवाल छ यस्तो पुवालबाट छिर्नुपर्छ आउँदैछ है त्यो अरू बेला बाघ आउँछ के हो बाघ आउँछ यता भित्र अप्ठ्यारो छ है बब्बाल छ बब्बाल हेर्न ढुङ्गा पत्रे चट्टान रहेछ यहीँ पत्रे चट्टान हामी चाहिँ यतापट्टि जान्छ त साइड चेन्ज गर्छ त म यस्तो ढुङ्गा छ भूकम्प झर्दैन बाख्रे ल हेर त मोती नै मोती छ यता यस्तो बबाल ठाउँमा त यार फर्स्टचोटि आयो लाइफमा डेन्जर ओए केटाहरू आऊ यस्तो बबाल त्यहाँबाट चाहिँ बाहिर प्रकाश देखिन्छ है त्यहाँबाट चाहिँ खतरा यस्तो ठाउँ रहेछ यस्तो ठाउँलाई नि पर्यटन व्यवस्थापन गर्यो भने त यति राम्रो हुन्छ कि ल बब्बाल हो कि ल यताबाट नि छ त हौ ठाउँ कि त के गर्ने यो हामी कति फ्लोरमा आयौँ हामी अब हाम्रो माथि 7 तला जान्छौँ हामी 6 तला मुनि 7 तला मुनि गरेर आयौँ अब हामी लास्ट फाइनल माथि जाँदैछौँ फेरि कहाँबाट हो यहाँबाट चढ्ने हो माथि अर्कोबाट यहाँबाट त बाहिर निक्लिनु त सकिँदैन होला नि त सकिँदैन अब यहीँबाट निक्ल्यौँ चमेरोहरू कति हो तर चमेरो ओ सागर जाँदैछ माथि यस्तो अड्या छ है यस्तो छ यस्तो पातलो यहाँ हेर पातलो ढुङ्गा ल सागर त माथि गएर हो र सकिन्छ बाहिर गुफा हो त जानु नसक्दैनस् त्यहाँ मोटे छस् जाउँ सागर सक्न सक्छ अब यहाँ मोटे छ यो लड्न सक्छ मोटिन जाँदैछ हाम्रोमा अझै कालेर बाहिर निक्लिनु लडाछ है भाइ बिस्तारै चाची कस्तो छ
त्यहाँबाट यहाँ त 6-7 तलको बिल्डिङ जस्तो छ हेर्नु कहाँ हो भने तल डेन्जर हो ओहो यतातिर कला खतरा हो क्या कति हो यार अँधेरो छ है पुरै अँधेरो केटाहरू बाहिर बाघ यहाँ कहाँबाट पस्छ हो पस्दैन नि त पोइन्ट ठाउँ छैन बाघ खतरा यस्तो ठाउँ रहेछ यार यस्तो ठाउँ रहेछ कि हेट यस्तो ठाउँ रहेछ कि अहिलेसम्म नसोचेको क्या ठाउँ यहाँबाट यस्तो भित्र छिरेर आर्मीको ट्रेनिङ लिने मान्छेहरूलाई सजिलो हुन्छ फेरि यस्तरी हिँड्ने घुँडा यस्तरी टेकेर चट्टलाएर निक्लिनु भने फेरि यहाँबाट चाहिँ पापी अपराधीहरू चाहिँ पस्न र निक्लिनु सक्दैन अरे यस्तो छ परिका यस्तो गाह्रो छ यस्तो गाह्रो गरेर देखाइरहेको छु आइया सबै यस्तो घुँडा टेकेर हिँड्नुपर्छ ल घुँडा हात पुरै टेकेर हिँड्नुपर्छ यत्रो पुहाल्छ अनि तल गइसकेपछि फेरि ठुलो कत्रो गुफाभित्रै लाइट साइड ल्याएर टक्क आयौँ हामी यहाँ 4 जना आइपुग्यो थियो यहाँ यो चाहिँ लास्टै स्टेसन हो कि लास्ट स्टेसन यहाँबाट उँधो चाहिँ जान सकिँदैन रहेछ चट्टलाले यहाँ चाहिँ पहिला चाहिँ यहाँ बुढाहरू आएको रहेछ तर 2-3वटा पुर्खाहरू चाहिँ यहाँ आएर हराएको रहेछ त्यही भएर चाहिँ यहाँ अगाडि यहाँ जानी यहाँको मान्छेले पुर्दिएको रहेछ यहाँबाट चाहिँ फेरि कालिन्चोक गुम खोला कता निक्लिन्छ भन्ने यहाँको पुर्खाहरूको रहेछ तर हुन नि होला अहिले त्यस्तै लाग्यो ल यस्तो बवाल छ कहाँबाट आउने के गर्ने केही थाहा छैन यस्तो चट्टान छ भित्र ल केही छैन ल होइन यस्तो सानोतिनो मुटुले चाहिँ आउन सक्दैन फेरि यहाँ लाइट साइडको व्यवस्था अलिक मजा गरेर आउनुपर्छ है त